छिटो गर गाइज हामी जान लाग्यो फेरि तपाईले बाटो देखाउँछु कस्तो छ यहाँ ल हेर्नुस् है यो बाटो हो हामी यो बाटो ल हेर्नुस् है ओए म त अड्की क्या हो ओए अड्कियो लाउ हेर्नुस् है गाइज यो बाटो ल हामी निस्कियो बाहिर अगाडि बढ्दैछौँ कुनको ए अँ यार हो बाइक रहेछ ल हेर्न सक्नुहुन्छ यहाँ इनार जस्तो छ तर माछा यसमा चाहिँ टन्नै हुन्छ है माछा खतरा माछा हुन्छ नि यहाँ गहिरो पनि छ यो दामी हुन्छ नि ऊ हिँड्ने चाहिँ हेर्नु न ऊ यहीँबाट देखेको त्यत्रो माछा हामी ल जाउँ करेन्टै लाउने हो नि त यहाँ ल होइन ल हामी झरना नजिकै आइपुग्यौँ बाटो त बिकट छ नि गाइज हामी अब खाजा खाना जाँदैछौँ फाइन वाइ वाइ
चाउचाउ गजबको मिठो भुजा यो हाम्रो बिउ यता अर्को वाइवाई बसेको अरू छैन गाई जति स्याटिस्टिक हो क्या अरे हामी चाहिँ अब टक्क आएर नास्ता पानी गर्नु लागेको चाउचाउ भुजा यता हाम्रो बिरुगुरु हुनुहुन्छ यता हाम्रो सुहाना थापा भैँसी बाघ दाँत फाप्टेको यता हाम्रो दिव्या बाख्रा मात्रै गर्छ मुसाको दाँत यहीँ गर त यता म फेरि खतरा छैन हाम्रो बुढी ब्याग मिठो भाइ भाइ चाउचाउ खाइ ल आमा मेरो पालो गाएछ खतरा है हामी जति फोहोर गएर पनि त्यस्तो फोहोर गर्दैन नि हामीलाई टिपब्याट घर लान्छ अरे आगो बाल्नु हुन्छ नि ए हातले चाहिँ छेकियो त के हो यस्तो यस्तो चिसो हेलो गाइस लास्ट डाँडो भयो यार लास्ट डाँडो भयो हामी चाहिँ ढाकै छैन लास्ट डाँडो भयो गो तिमी समाता तिमीलाई यति डर लाग्यो भने समात्न नि पर्दैन आरामले हल्का समात्ने हो छैन यसरी समात्न उता समात्नु उतालाई समात्न यसरी समात्न हो समात्न के अरे के भन्छ स्विमिङ च्याम्पियन गराउने हो ल ल सिधो दुईटै हातले ल दुईटै हातले ल ल कतै पनि नदिनु यहीँ गएर दुईटा हातले कहाँ त्यसरी समय नि यत्रो सुन्छ अहिले यस्तो त त्यो गर्नुपर्छ नि ल दुईटै हातले होइन के समातन कस्तो खै पनि उता उता गर्ने के त डराउँछ अरे अब त्यो गर्न नि हो त्यहाँ डराउँछ अरे अब खुट्टाले भेट्नुपर्छ खुट्टा चलो त्यता आइन पछाडि के ल खुट्टा मात्रै चाल्ने त्यो जान्न के त्यो यसरी गर्छु के मलाई म जाडो भएको ए मलाई
अनि तिमीले पनि त्यसरी निकाल कि मलाई नि कम जाड भयो मेरो राखौँ यसरी सबैजना गाइस हामी यो झरनामा नुहाइयो चिसो पनि भयो जाडो पनि भयो अब हामी फर्किँदैछौँ फर्किँदैछौँ हेर्न सक्छौँ हामी अब एन्डिङ हान्ने सर र यो बाटो फर्किनेछौँ है ल एन्डिङ अब बाटोमा एन्डिङ हुनेछ हामी अझै दुई चारवटा भ्लग बनाउने छौँ चिसो पानी छ गहिरो छ है माछा पनि धेरै छ खुट्टाहरू टोकिरहेको थियो